यहाँ हामी नाउन प्लस दो जस्तै नेपालीमा पनि यसको बारेमा बुझ्नेछौँ। वाक्यमा कर्ताकारक र कर्मकारकको पछाडि जोडिएर क्रियासँगको दुई नामपदको उस्तै सम्बन्धलाई जनाउँछ। जस्तै उदाहरणमा हामी हेर्न सक्छौँ। जस्तै छनन छारुल चुहाहेयो खृगो कफितो चुहाहेयो। जस्तै मलाई चिया मन पर्छ, छनन छारुल चुहाहेयो खृगो अनि कफी पनि मन पर्छ, कफितो चुहाहेयो। दो कफी पनि दोले यहाँ भूमिका खेलेको छ। त्यस्तै गरेर फाप्दो मक्को ख्वाइल्दो मगसम्निदा भात पनि खाएँ फलफुल पनि खाएँ। जस्तै फाप्दो मक्को भात पनि खाएँ ख्वाइल्दो मगसम्निदा फलफुल पनि खाएँ। त्यस्तै रिहानी थोसकुल छुहाहागो उन्दुङदो छुहाहाम्निदा। जस्तै रिहानलाई अध्ययन मनपर्छ, रिहानी थोसकुल छुहाहागो रिहानलाई अध्ययन मनपर्छ र जस्तै हागो र उन्दुङदो जुहाहाम्निदा व्यायाम पनि मनपर्छ। जस्तै उन्दुङ व्यायाम तो भनेको पनि जुहाहाम्निदा भनेको मन पर्नु। जस्तै व्यायाम पनि मन पर्छ। हामी यहाँ सानो संरचनामा हेर्न सक्छौँ। सागुवा प्लस दो स्याउ पनि, छिङ्गु प्लस दो साथी पनि, अमनिम प्लस दो आमा पनि। त्यस्तै फाप प्लस दो भात पनि।